more than happy to welcome you all है अनि we are honored अनि त्यसपछि थ्यांक यू तपाईहरु सबजना आइदिनु भएकोमा हैन अनि हामीले चाहिँ अब कोशिश गरेको छौं अब डिस्पाइट अफ टाइम र अब सबै परिस्थितिहरुले गर्दा पनि हामीले चाहिँ बेस्ट दिएर अब यतिसम्म गरेको छौं होपफुली सबले इन्जोय गरिदिनु हुन्छ होला भन्ने आशा छ अनि बिफोर वी मुभ अन के रे कहिले चाहिँ सेफ्टी ब्रिफ हुन्छ बाइ रोहन कहिले रोहनले सेफ्टी ब्रिफ दिन्छ त्यसपछि चाहिँ विल क्र्याक अन Yeah. So I just want to highlight quick safety points before you go on the field. Safety points भन्दाखेरि चाहिँ अब यहाँ यस्तो हजुरहरु देख्न सक्नुहुन्छ तपाईहरुले यस्तो फुटबलहरुमा अझै लड्न सक्नुहुन्छ फुटबल खेल्दा खेल्दा जोसमा नर्मली गेम चाहिँ कसरी हुन्छ भने सुरुमा चाहिँ 5 टिम भएको कारणले गर्दा एक टिमले चाहिँ बाइ पाउँछ अनि त्यो बाइ पाउने टिम चाहिँ सेमीको लागि हुन्छ है जुन विच चाहिँ त्यो दुईटा टिम खेल्ने टिमहरु चाहिँ क्वार्टरको लागि क्वार्टरमा खेलेको जस्तो हुन्छ अनि त्यो जित्ने टिममा चाहिँ अनि पछि उनीहरु चाहिँ सेमीमा पुग्ने हो अनि त्यो हार्ने टिममा चाहिँ फेरि हामीले चाहिँ लिमिटेड भएको कारणले गर्दाखेरि अनि फर्स्ट हामीले त्यो क्वार्टरमा चाहिँ 15 मिनेट्सकोमा खेलाउँछौँ अनि सेमीबाट चाहिँ 20 मिनेट्सकोमा हुन्छ गेम चाहिँ अनि जस एउटा फ्रेन्डली म्याचको जसरी खेल्दिनु आफ्नो ट्याक्क हेडलाई चाहिँ एकदम प्रायोरिटी गरेर खेल्दिनु लडाउने छेकर हान्ने यता खुट्टा भाँच्ने चाहिँ नगरिदिनु अनि कति जना खेल्ने हो once again भाइहरु खेलको साथसाथै खानपिनको पनि व्यवस्था गरिएको छ पक्का खाना त हैन तर मौसमलाई च्यालेन्ज गरेको कारणले त्यसैगरी धरानको कालो बङ्गुरको 3 पिस मासु कलमचे गोलाबाट ल्याएको हालेको पखेटा र खुट्टा पनि छ त्यसैमा गोलेबडामा टिमुरको छोप हालेर बनाइएको मनोरञ्जनको रूपमा लिएर पिउनुहुन्छ भने आशा गरेका छौं र यति भन्दा भन्दै बियरहरु चाहिँ लिमिटेड गरिएको छ किनभने समय र परिस्थितिले गर्दाखेरि टप अप गर्न सक्नुहुनेछ आफ्नो ब्लगमा हेलो के भन्नु भन्नु न अब आजको बारेमा केही समातेर भन्दा नि हुन्छ हेलो नमस्ते म चाहिँ प्राइभेट प्रकाश बुढा म चाहिँ इन्टेक 20 देखि अनि आज हेभन ब्लगलाई रिप्रेजेन्ट गर्दैछौँ हाम्रो आज गेस्ट एकदमै के रे कोच अनि गेस्ट एकदमै स्लो मार्च हेर्नु सक्नुहुन्छ उहाँको आममा मारेको छ नि त नि यसले आज चाहिँ हामीहरू विनिङ प्राइज एकदमै अनि हाम्रो आजको मेन डिफेन्डर सेन्टर डिफेन्डर नेपालको ह्यारीमा गएर उसको फेरि बल फेरि टाउकोमा लाग्यो भने नाकले त्यसो भएर नाक पुग्छ नमस्ते राम भाइ म चाहिँ हेभन ब्लकको राइट ब्याक आज हामी जितिन्छ जियो भन्छ यस भन्दै डाउटै छैन अनि आजको वेदर हेर्न सक्नुहुन्छ फर इक्जाम्पल उहाँलाई आमामा मेरो चस्मा चोरेर हैन लगाएर सेतो टी सर्ट हेरौँ न तल कट्टु अनि अन्डर आर्मरको चप्पल यति राम्रो मान्छे आहा कति राम्रो कपाल चाहिँ अलि फुले रहेछ गएको रहेछ तर अनि आज चाहिँ जोस इन्टेक 21 लाई इन्टेक 21 अर्गनाइज गरेको या युज वर्ल्ड इन्टेक 21 हैन जस वेदर अनुसारले इभेन्ट पनि राम्रो भइरहेछ अहिलेसम्म चाहिँ सबै जस बबाले भइरहेछ सो लेट्स सी व्हाट्स अन द नेक्स्ट डे थ्यांक यू गुरुजी अन्जन विष्टको उत्कृष्ट स्पाइक साथ के होला गोल सु गर्दिन सु देखाउन आउन कस्तो खोक्रा या हेलो दिस इज मी प्रभात बुढा मगर अहिले चाहिँ हाम्रो बेजिल टिमले पक्का फ्यामिलीवालाको मासु चितार्न आँटेको छ अब यहाँ बेजिल भर्सेस के भन्छ यो क्वार्टर फाइनल गेम बेजिल भर्सेस फ्यामिलीवालासँग छ होपफुली हाम्रो बेजिलले 5 गोल लगाएर चाहिँ जित्छ होला जेनिस भाइलाई पनि यसो देखा न जेनिस भाइ पनि हाई स्ट्रेचिङ गरेछ यो र म चाहिँ सब प्लेयर हो
बोल चाहिँ सब भयो भने बेसिलियरको मेन प्लेयरहरू हो लास्टमा चाहिँ वाइल्ड कार्ड चाहिँ या ल ल ल सी यू र है यो अपोनेन्टलाई पनि उ चाहिँ अपोनेन्ट है ह्यान्डवुडको या दुश्मनलाई ओए पानी लिएर आइन्छ उ त्यहाँनिर त्यो मेरो यहाँ चाहिँ अहिले हाम्रो प्र्याक्टिस हुँदैछ यहाँ चाहिँ अहिले हाम्रो प्र्याक्टिस पक्का हुँदैछ प्र्याक्टिस मेन पर्फेक्ट भने जस्तै यहाँ हाम्रो हेमन्त गुरुजी हुनुहुन्छ ल है अब यहाँ चाहिँ सुरु भइसक्यो फुटबल सुरु भइसक्यो यहाँ हाम्रो बेजिल हिल भर्सेस फ्यामिली ग्रुपको अब गेममा चाहिँ यहाँ बेजिल हिल र फ्यामिलीवालाको चाहिँ पक्का रोमाञ्चक गेम भइरहेको छ ल गुरुजी के भन्न चाहनुहुन्छ अहिलेको गेमलाई के भन्न चाहनुहुन्न गुरुजी बेजिल हिल चाहिँ अलिक प्रेसरमा छ फ्यामिलीवालाले डर प्रेसर दिइरहनु भएको छ एक सर्ट चाहिँ हान्सक्नु भएको छ र फेरि बल अहिले फ्यामिलीवालासँगै छ वाटर बोय पानी हेलो नमस्ते मेरो नाम चाहिँ प्रकाश बुढा म चाहिँ हेभन ब्लकदेखि आज हाम्रो इन्टेक 21 को भाइहरूले चाहिँ एकदमै राम्रो अर्गनाइज गर्नुभएको छ फुटबल फलोड बाई बारबिक्यू अनि अहिले चाहिँ यसो हेर्दा बेजिल हिल र फ्यामिलीवाला गुरुजीहरूले खेल्दै हुनुहुन्छ र फ्यामिलीवाला गुरुजीहरूले एकदमै राम्रो दबाब गराउँदै हुनुहुन्छ अनि हाम्रो हेभेनको एकदमै राम्रो चर्चित रेफ्री होइन त्यहाँ हुनुहुन्छ होइन उसको चाहिँ अब मभन्दा जुनियर हो तर उसको कपाल सबै झरिसकेको छ उसको एकदमै राम्रो उसको एकदमै राम्रो छ है यो चाहिँ या गुरुजी आज हामीले देख्न सक्छौँ यता क्यामेराम्यान यता हामीले देख्न सक्छौँ यो चाहिँ हाम्रो हेभन टिम हो जो अहिले एकदम राम्रो प्रिपेरेसन गर्दैछ यसपछिको चाहिँ म्याच भइरहेको छ हामी चाहिँ लक्की मान्छे हामी चाहिँ ह्यान्ड ब्लक चाहिँ बाईमा परेको छ र अहिले चाहिँ फ्यामिली भर्सेस बेजिल हिलको भइरहेको छ सो यो रेड लगाएको चाहिँ बेजिल हिल हो सो अहिले फ्यामिलीसँग बल फ्यामिलीको वाइड लाउने गुर्जीले लग्नु भएको छ बल अगाडि बल पास पक्का मौका थियो तर गुर्जीले चुक्नु भएको छ ल हाम्रो यहाँ गेम चाहिँ अझै रोमाञ्चक भइरहेको छ बेजिल हिल भर्सेस फ्यामिलीवालाको बेजिल हिल चाहिँ हाम्रो यता यो लेफ्ट साइडको हो भने उता राइट साइडको चाहिँ फ्यामिलीवाला हो बेजिल हिल भर्सेस फ्यामिलीवाला एकदम रोमाञ्चक गेम भइरहेको छ हजुरले देख्न सक्नुहुन्छ ल है ल वाट ए सेभ बाई किपर वेल सेभ दामी हाम्रो बेजिल हिल टिमले एकदमै दबाब गर्दैछ फ्यामिलीवालालाई हजुर देख्न सक्नुहुन्छ म देख्न सकिरहेको छैन कहाँ यहाँ चाहिँ हाम्रो माथि गुरुजीले पक्का ब्रिफ गर्दै हुनुहुन्छ उहाँको टिमलाई अनि यहाँ चाहिँ छुट्टै गुरुजीहरू यता प्र्याक्टिस गर्दै हुनुहुन्छ हेभन उहाँ चाहिँ हाम्रो यो साइडमा चाहिँ हाम्रो ह्यान्डवुडको गुरुजीहरू हुनुहुन्छ अनि हाम्रो यो साइडमा चाहिँ हेभेनको नम्बरी गुरुजीहरू हुनुहुन्छ आई डोन्ट नो गुरुजी अनि हाम्रो बेजिल हिल होइन कस्तो हुँदैछ त फर्स्ट गेम चाहिँ अलिक के भन्नु
अनलकको रिजनले गर्दाखेरि हारियो अब सेकेन्ड गेम जितिसकेको छ अब थर्ड गेम चाहिँ हाम्रो राक्षस टिमसँग छ राक्षस त्यो फ्यामिलीवाला टिम ब्ल्याक टिम छ त्यो टिमलाई चाहिँ हामीले धोबी हानेर चाहिँ अगाडि बढेर चाहिँ टेबल टप हुने हुन्छ के हाम्रो जित्ने एकछिन गुरुजी के जित्ने उमै हो नि सबैजना जित्ने चान्स आइछ जो हाम्रो टिम आइछ जस अब कस माइनस थीटा डिभाइडेड बाइ 2 गर्दाखेरि चाहिँ हाम्रो प्रोबेबिलिटी चाहिँ 99.2 आउँछ लेट्स सी त्यो उता चाहिँ गर्दैन पर्यो त्यो बारबिक्यु गर्दिनु ओके अनि यता हाम्रो फ्यामिलीवाला गुरुजीहरू चाहिँ भर्खर खेलेर रेस्ट गर्नुहुँदैछ गुरुजी गुड आफ्टरनुन क्यामेराम्यान जल्दी फोकस गर गुरुजी के हजुरको के भन्नु छ गुरुजी यता गुरुजीहरू चाहिँ सबै थाकेर पहाडवाला क्या पहाडवाला गुरुजी केही छ भन्नु यो वाला के धन्यवाद गुरुजी धन्यवाद इन्टेक 21 कस्तो हलिन्छ र गुरुजीहरू गुड आफ्टरनुन व्हाट्स अप ठीक छ सलाम गुड गुरुजी यता हुनुहुन्छ हाम्रो बारबिक्यु स्ट्यान्ड सो हेलो गुड आफ्टरनुन गुरुजीहरू अल गुड गुरुजीहरू हजुरहरूले टिभी हेर्न सक्नुहुन्छ इन्टर ब्लक लिग हाम्रो इन्टेक 21 को गुरुजीहरू यसरी हाम्रो लागि प्रिपेयर गरिरहनु भएको छ हेलो गुरुजीहरू गुड आफ्टरनुन यो चाहिँ हाम्रो राम गुरुजीको भ्लगमा आउनुहुन्छ है हजुर ल ल यहाँको थोरै यो स्ट्यान्डको बारेमा स्पिच कसले दिनुहुन्छ ल गुरुजी हो म दिन्छु हजुर ल यो चाहिँ हाम्रो अब इन्टेक 21 अर्गनाइज बाई इन्टेक 21 हामी होइन हामीले चाहिँ अर्गनाइज गरेको चाहिँ सबै गुरुजी नम्बरी भाइहरू सबैकोलाई चाहिँ हामीले चाहिँ फेसिलिटेट गरेको फुडले पनि होइन अब खेल्दाखेरि भोक लाग्छ नि त अभियसली यस त्यही भएर खाना पनि व्यवस्था छ खाना अनि ड्रिङ्क्स अनि कता कता ल्याएको खाना भनिदिनु त प्लिज मैले ताप्लेजुङको पोक चाहिँ ताप्लेजुङबाट होइन पोक चाहिँ धराने धेरै हातले अफ्रिकाबाट मारेर ल्याएको कुखुराहरू त्यही छ भाइ थ्याङ्क यू हजुर यता हाम्रो अर्को गुरुजीले नै बोलाउनु हुँदैछ हजुर ल गुरुजी मलाई क्वेसन सोध यस्तो न फोनबाट क्वेसन सोध्नु यसो फोनमा माइक हो अनि यहाँ छ नि गुरुजी माइक नै ल गुरुजी अनि यो इभेन्ट अर्गनाइज गर्न चाहिँ कसको चाहिँ आइडिया हो त गुरुजी इभेन्ट अर्गनाइज गर्न चाहिँ अभियसली इन्टेक 21 को जो इन्डिभिजुअल कसैको पनि छैन सब जति देख्छ यता त्यो चाहिँ भाइ हो अब जस्ट इन्टेक 21 भनौँ न 9 डेजमा पोस्टेड भएको एभ्री इन्टेक 21 को मेम्बर ओके अनि हजुरहरू चाहिँ फुटबल खेल्नु भएन त कि यो सोल्ली यही अर्गनाइज गर्नमै व्यस्त हो त गुरुजी हामी चाहिँ एज अ हामी इन्टेक 21 एज अ अर्गनाइजर चाहिँ हामीले चाहिँ फुटबल नखेल्ने डिसाइड गरेको बिकज ब्याकग्राउन्डमा धेरै काम गरिराख्नुपर्छ नि त त्यही भएर हामीले चाहिँ एज अ फुटबल चाहिँ त्यागेको तर त्याग्ने भन्दा कोही चाहिँ खेल्यो डिसपोइन्ट छौँ हामीहरू चाहिँ एकदमै ओके केही छैन गुरुजी हामी ठिकै केही छैन गुरुजी मौका पाउँछ पछि होइन हामीले अर्गनाइज गर्दा तपाईँहरू खेल्ने डेफिनेटली आफूहरूले कहिले अर्गनाइज गर्छ म विचार मात्रै गर्दैछु ल ल गुरुजी ल अफकोर्स गुरुजी इन फ्युचर बारबिक्यु भन्दा केही बेटर हुन्छ यस ल धन्यवाद तपाईँलाई गुरुजी तपाईँको मोबाइल थ्याङ्क यू यता हाम्रो बिहाइन्ड द सिन वर्कफोर्सहरू हुनुहुन्छ अब मैले चाहिँ अनि लिँदैछु धन्यवाद गुरुजीहरू
हाम्रो ह्यान्डवुडको गुरुजीहरूले चाहिँ पेनाल्टी पाउनु भएको छ सो होपफुल्ली गोल हान्नुहुन्छ होला हाम्रो अनिल गुरुजीले हान्नुहुँदैछ राम्रो गोल हान्नुभएको छ केही छैन उडाइदे वेल डन यहाँ मिराक ओए रामी यहाँ मिराक ओ नाइस सम्झ्छ त्यस्तै सक्दैन जानु हाम्रो इजी हो इजी बुट हेरे आउट भाइ नाइस मिराईको हातमा यसो हाल्नु पर्छ मिराक त्यहाँ उडाइदे हो सन्तोष वेल डन हेर्न सक्छौँ हामी यहाँ एकदमै मारामार गेम भइरहेको छ अहिले हेमन एक गोलले पछि परिरहेका छन् भने हाम्रो यहाँ टिम ह्यान्डवुडले एक गोल अघि हानिसक्नुभएको छ एकदमै राम्रो देख्न सकिन्छ हाम्रो सन्तोष भाइको सर्ट यहाँ एकदमै हेर्न सक्नुहुन्छ यहाँ घम्सी गइरहेको छ टाइम एकदमै छोटो भएको रिजनले गर्दाखेरि अब हेमन्तको हेर्न सकिन्छ निकै नै राम्रो हेलिकप्टर सर्ट रहेको थियो तर उता हाम्रो यिनीहरूको एकदमै फितलो रहेको थियो फितलो सर्ट रह्यो पारस गर्छ होइन ओए हेभेन ए हाम्रो बेजिल हिल कर्नर पाउनु भएको छ ह्यान्डवुडको अब हाम्रो नेक्स्ट इन्टरभ्यू चाहिँ हाम्रो यहाँ हामीले अब यहाँ चौड्के हाम्रो कोचलाईसँग गर्न चाहन्छौँ टेन्सन छु एकछिन सरी आइ एम बिजी राइट नाउ है गेम इज गोइङ भेरी इन्टेन्स सरी है एकछिन पछि म लिन्छु थ्याङ्क यू ल थ्याङ्क यू चौड्के कमन
रामे माग्न बोल्नु हो बोल आहा धेरै भयो नपाएर तर यो मेसिङ गर्नेको दुईटा दामी यार मेरा के कूद नाइस सन्तोष त्यही हो रोकेर होल्ड दामी नाइस नाइस शट नाइस डट चन्द्र गुरुजी बिचार मान्छे कम भइरहेको बेला त ह्यान्डलमै ल चन्द्र गुरुजी नाइस डट ऊ साइनेलाई के होला कि नछिराउँदा हुन्छ त हेभन हामी त हाम्रो बेजिलको त धेरै भइरहेको रहेछ होइन अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि अहिलेको सिचुएसन चाहिँ हेभन भर्सेस ह्यान्ड परिरहेको छ अनि यसमा चाहिँ बेजिल हिल भर्सेस राक्षस टोलीको छ यस अनि के छ त गुरुजी के जित्ने नै हो नि त होइन जित्ने हो नि त सियर जित्ने हो नि त भाइ आजको च्याम्पियन हुनु परेन यस अफ कोर्स तपाईँ बेजिलको होइन ए हो नि ल च्याम्पियन हुनु पर्छ चस भाइ चस चस यस ल अहिलेलाई यति छ भाइ ल ओके एकछिन भनेपछि यहाँको सबै जाँदा हुन्छ यस्तो गर म पछाडि यस्तो फर्किन्छु यस्तो बोलाऊ है मलाई कोल्टाऊ हेलो सर हेलो के छ के छ अनि आजको गेम कस्तो भइरहेछ त अनि आफू कुन पोजिसनमा खेलिरहेछ सोफार म चाहिँ किपर खेलिदिरहेको छु किपर हो ओहो अब किनभने मैले यसो टिमलाई हेरेँ किपर खेल्नेको कसैको क्यापेसिटी देखेन अनि अब जम्पिङ गरिदिएको अनि आफूले सोफार दुई जित चाहिँ सेभ गरिरहेको छु ओके धेरै राम्रो लाग्यो अनि भाइ चाहिँ कस्तो अनि गेम रमाइलो भइरहेछ नि त होइन आजको यो रमाइलो भइरहेछ इन्टेक 21 को गुरुजीहरूले चाहिँ यसरी अर्गनाइज गर्नुभएको छ हामी पनि इन्टेक 21 उहाँहरूलाई देखेर नै अब हामी पनि नेक्स्ट इभेन्ट चाहिँ हामीले प्लान गर्दैछौँ कि मेबी माइट बी बास्केटबल हुनसक्छ सो लेट्स सी होइन अब जस गुरुजीहरूले हामीलाई जस एउटा बाटो देखाइदिनु भएको छ त्यही बाटोलाई होपफुली हामी ट्र्याक गर्न सक्छौँ होला जस्तो चाहिँ मलाई लाग्छ ओके अनि त्यही भन्दै म चाहिँ ओके धन्यवाद तपाईँको अमूल्य समयको लागि धेरै राम्रो काउन्टर धेरै राम्रो खेलिरहनु भएको छ नमस्ते मेरो नाम चाहिँ नवीन जङसाई म चाहिँ यहाँ भिडियोको यहाँ पक्का बनाउँदैछु यहाँ हाम्रो अहिले चाहिँ बेजिल हिल भर्सेस हाम्रो फ्यामिलीवालाको दमादर गेम खेलेको छ फुटबल अनि बेजिल हिललाई चाहिँ फ्यामिलीवालाले एकदम दबाब दिँदै लाग्नुभएको छ फ्यामिलीवाला र बेजिल हिलको मारामार गेम भइरहेको छ तपाईँहरू मस्त देख्न सक्नुहुन्छ यता गेम देखाइदियो त गेम चाहिँ पक्का रोमाञ्च म चाहिँ यहाँ हाम्रो बेजिल हिलको गुरुजीहरूले हाम्रो बेजिल हिलको टिमलाई पक्का सपोर्ट दिँदै हुनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ उहाँ चाहिँ सपोर्टरहरू हुनु हो बेजिल हिलको टिमको यहाँ गुरुजीहरू चाहिँ पक्का सपोर्टर हुनुहुन्छ
अनि यहाँ हजुर देख्न सक्नुहुन्छ हाम्रो बेजिलिलको हाम्रो यहाँ कोच हाम्रो प्रभात गुरुजी चाहिँ बेजिलिलको कोच हुनु हो। उहाँले चाहिँ हाम्रो बेजिलिललाई पक्का यताबाट सपोर्ट दिँदै हुनुहुन्छ। या ल यहाँ देख्न सक्नुहुन्छ हाम्रो पानी बोय। यता मलाई देखाउनु ल, म यहाँ म बोल्छु। म के यहाँ ल हजुर यहाँ देख्न सक्नुहुन्छ हाम्रो बेजिलिल भर्सेस हाम्रो ह्यान्ड के अरे फ्यामिलीवालाहरूको पक्का रोमाञ्चक गेम भइरहेको छ। हाम्रो बेजिलिलको हाम्रो यता यहाँ कोच हुनुहुन्छ हाम्रो प्रभात गुरुजी। प्रभात गुरुजी चाहिँ आफ्नो बेजिलिल टिमलाई चाहिँ पक्का सपोर्ट गरिरहनु भएको छ। विच प्रभात? हाम्रो कालो कालो जर्सी कालो टी सर्ट लगाउनु भएको चाहिँ हाम्रो प्रभात गुरुजी हुनु हो। बेजिलिलको कोच, अहिलेको जल्दो बल्दो कोच, पक्का 22 इन्टेकदेखिको चाहिँ कोच हुनु हो। पक्का गेम चाहिँ रोमाञ्चक भइरहेको छ। अनि हाम्रो यहाँ कोच प्रभात गुरुजीबाट पनि पुरा प्रेसर परिरहेको छ हाम्रो फ्यामिलीवाला टिमलाई। गुरुजीको कोचिङ गुरुजीको केही भनाइ? अहिलेसम्म चाहिँ 0-0 गोल छ। हाम्रो टिमले चाहिँ धेरै चान्सहरू क्रिएट गरिसकेको छ। अनि होपफुल्ली अब अहिलेसम्म यत्तिकै टाइम सकिन आँटेको छ। अहिलेसम्म यत्तिकै अड्यो भने चाहिँ होपफुल्ली यसपछिको सेकेन्ड हाफमा चाहिँ गोल हुन्छ। गोलको आश गरिरहेको छु, हुन्छ। थ्याङ्क यू। यति नै छ मेरो। I'm one of the most wanted player of 2024. Also out. पक्का लागेर हाम्रो बल चाहिँ अहिले यतातिर प्रेसर छ एकदम फ्यामिलीवालालाई। तिमी चाहिँ किन बल फुस्कियो भएको छ। फ्री किकको अपिल ल अहिले चाहिँ हाम्रो यहाँ कर्नर पाएको छ। ल अलि उता गएर त्यहाँ गोल हुन्छ क्या। ल अब चाहिँ अब हामी हेर्नु ल अब चाहिँ अब यहाँ ठिकै गरेर क्यामेराम्यान कर्नर बुझे होइन आउट हो। एम्पायर अनुसार आउट। गुरुजी रिप्लेसमा जानुभएको छ भर्खरै। टुक्राज गुरुजी चाहिँ अहिले भर्खर यहाँ चाहिँ शिवेन गुरुजी एकदम पक्का स्ट्रेचिङ यहाँ चाहिँ के भनेर छिर्नु पर्यो है। ओ यहाँ एग्रेसन देख्न सकिन्छ हामीले बेजिलिलको कोच प्रभात गुरुजीको। एग्रेसन हेर्न सकिन्छ गुरुजीको। तेरो पानी छैन अरू हेमा ल गेम चाहिँ हाम्रो फेरि एक हाफ सकेर कन्टिन्यू भइरहेको छ। दोस्रो गेम यहाँ भइरहेको छ। ल दोस्रो गेमबाट चाहिँ अघि हाम्रो यहाँ गुजिलले हाम्रो बेजिलिलको टिमको गुजिल चाहिँ एक्लै यहाँ देख्दै हुनुहुन्छ। पक्का डिफेन्स गरिदिनु भएको छ। टेन्सन हुन्छ हाम्रो फ्यामिली टिम भर्सेस
बेजिलिलको है। हाम्रो चाहिँ यहाँ गुजेलले पक्का सपोर्ट गर्दै हुनुहुन्छ। हाम्रो आकाश गुरुजीको लामो पास लामो है पक्का यहाँ गुरुजीले चाहिँ हेलो गाइज ल अहिले चाहिँ फ्यामिलीवालाको दबाब एकदम राम्रो छ। बेजिलले चाहिँ डिफेन्ड गर्न सफल। सान भइरहेको छ तर बेजिलले गुमाएको छ बल। अहिले चाहिँ बल फ्यामिलीवालासँग इजी इजी विशाल गुरुजी राम्रो प्रयास गरेर सफल भएको छ। प्रभात गुरुजीसँग बल र प्रभात गुरुजीले बललाई अगाडि लग्दै 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 बिचमा पास गर्नुभएको छ र बल चाहिँ अहिले बेजिलसँग बल तर के गर्नु फ्यामिलीवालाले फेरि बल क्यारी गरेको छ तर सफल भएन। टाइम भन्दा पनि यहाँ रोकेको छैन। ओ गुरुजी गोल हान्नुभएको छ हाम्रो यहाँ। फ्यामिलीवालाले गोल हानिदिनु भएको छ। एकदम राम्रो के सुन्नु पर्यो मैले के देख्नु पर्यो। यो देख्नुभन्दा अगाडि मेरो आँखा फुटेको भए यो गोल देख्नुभन्दा अगाडि मेरो आँखा फुटेको भयो बरु मैले आज देख्थेन होला। तर केही छैन कमब्याक आउँछ अझै पनि फर्काउँछ। टाइम छ हामीसँग धेरै। प्रेसर बेजिलिल अब एकदम अगाडि पेलेर खेल्दैछ तर पनि फ्यामिलीवालासँगै बल देख्न सक्छु मैले। कन्ट्रोल जनिस कन्ट्रोल दामी तर के गर्नु फ्यामिलीवालासँग बल। विशाल गुरुजीसँग बल दुर्गा गुरुजीसँग बल। अघि चाहिँ दुर्गा गुरुजीले एक गोल हान्न सक्नुभएको छ। ह्यान्डबल छ तर अहिले एम्पायर देख्नु भएको छैन। कहाँ एम्पायर हुन्छ रेफ्री हुन्छ सरी कि बल चाहिँ बेजी दामी पास निकाल्न खोज्नु भएको थियो गुरुजीले चाहिँ तर असफल हुनुभयो। वाट अ पर्फर्मेन्स बाई आवर फ्यामिली गुरुजीहरू एकदम राम्रो खेल्नु भएको छ तर अहिले चाहिँ एकदम नराम्रो। ठिक छ अहिले चाहिँ हामीले फ्यामिलीवालाले चाहिँ गोल हान्नुभएको छ र हाम्रो बेजिलहरूको गुरुजीहरूको चाहिँ अहिले कमब्याक आउनु बाँकी नै छ। होपफुल्ली कमब्याक आउँछ होला भन्ने आशका साथ मैले अगाडि चाहिँ बेजिलहरू कोही पनि देखेको छैन प्लेयरहरू तर एकदम प्रेसर फ्यामिलीवाला तर्फबाट 2-3 जना गुरुजीले मात्रै यस्तो प्रेसर क्रिएट। ओ माय गुडनेस दामी पर्फर्मेन्स तर अलि बाहिर गएको छ। हाम्रो चाहिँ यहाँ अर्को एउटा नम्बरी एकदम बसेर मोबाइलबाट भिडियो गर्दा यहाँ गुरुजी यो समाज दिनु चाहनुहुन्छ ल चाप्पो बोकेर दाइ ल म चाहिँ यो दिनु ल उता हेरेर तपाईँलाई चाहिँ के अहिले के भइरहेको छ
तपाईँले बताइदिनु सक्नुहुन्छ कि अहिले चाहिँ एक गोल फ्यामिलीवालाले हानेको छ चट्ट घरको मासु भात खाएको बलले चाहिँ होपफुली जितिन्छ होला यो कुन चाहिँ क्लब हो यो रामगुर्जी बेजिलियल हजुर बेजिलियल बेजिलियलको साथीहरू हाम्रो एकजना यहाँनिर अलिकति ढले पनि जस्ट नेक्स्ट प्लेयर गरेर होपफुली जितिन्छ होला आजको रमाइलो भइरहेछ आज भनेपछि तपाईँले भन्नु खोज्नु भएको चाहिँ भिन्डेवालामा चाहिँ त्यो मासु भात खाएको दाल भात खाएको अरू एकदम यहाँ देखाइरहेको छ एकदम यहाँ त बवाल हरामी देखाइरहेको छ यहाँ हिसाबको अनि बोसो कम्ती होला हाम्रो मोटो मान्छेहरूको राम्रै बोसो बनिरहेको छ राम्रो हान्ने सक्यो भनेपछि भिन्डेवाला एकदम एक्सपिरियन्स हुन्छ गोल हानेको हानेछ भन्नु खोज्नु भएको होइन एकदम वेल एक्सपिरियन्स गुरुजी ल थ्याङ्क यू थ्याङ्क यू गुरुजी ल थ्याङ्क यू गुरुजीहरूले चाहिँ अब गाह्रो छ त्यो पनि सो उतापट्टि सुमित गुरुजी एक्लै बल मिस ब्राजिलहरूको चाहिँ राम्रो प्रयास कार्ड भनौँ न सुशील अब अलि सानै भएर कार्ड चाहिँ पाएनन् एजी अब फेरि फ्यामिलीवालासँग बल गएको छ सायद यो के हो यस्तो जोस यो सायद एक्सपिरियन्सले गर्दा हो कि भन्ने चाहिँ मलाई लाग्दैछ कोही छैन बल चाहिँ लामो हो एकदम गाह्रो किन हो सन्दीप गुरुसँग बल फेरि प्रेसर दिएको छ गोल अर्को गोल पनि थपेको छ फ्यामिलीवाला गुरुजीहरूको तर्फबाट अब हेरिन्छ लेट्स सी बेजिलियरको कमब्याक हेर्न सकिन्छ त यो हजुरहरूलाई मैले क्वेसन गर्दैछु के बेजिलियरले कमब्याक गर्छ होला त के गर्ला त यो चाहिँ एकदम सोच्न पर्ने तर बल चाहिँ एकदम बेजिलियरसँग धेरै छ कि Hello guys, welcome to Ram Vlogs. So this is the entry of Team Heaven. So featuring Aka Rame. Mike Koi. So here's the shout out to our Piper. हेभेनको जस हैन हामीले झुक जित्छ त्यो कुनै चिन्ता नै छैन है ओए बिप त टस गर्ने हो टस And here's the opponent. And sadly guys, we have our loser team over here. ओए मलाई गिराउन किन हार्नु भन्दा ठुलो कुरो हिम्मत नै हार्नु हो के Team Basil Hill. अहिले अझै पनि लुजर भन्नु चाहिँ मिल्दैन ल अझै 3 गेम बाँकी छ है अझै 3 गेम बाँकी छ यो त वार्म अप हो एक खुट्टाले त खेलेको अनि के छ एक दुई शब्द जाओस् न त एक दुई शब्द यस्तै हो टाढाबाट आइएको छ खेल्ने भनेर आइएको छ इन्जर्ड छु त्यही पनि खेलिरहेछु रमाइलो भइरहेछ अब चाहिँ गोल हान्नुपर्छ होला यस ल ल यो भनेको हाम्रो जित्ने लक्ष्य हो है केटा ल कम अन the match between the Heaven and the Kunbago. So guys, the wait is finally over. We have the match going. So yes guys, the wait is finally over. We have the match going between the Heaven and the Heaven block on the right, and obviously the
That's this block on the left. म्यानेजरलाई नि नाइस ओए 10 मिनेटको गेम हो यो भनेको धेरै खेलाउने टाइम छैन हामीसँग Yeah. So our manager is here, our handsome manager. So he's just coaching our team. नाइस ओए लिएर जा आइसे भलिबल हैन Easy. Evan, good. Ball. Beach में ball. ओए भाई रोड बना एक जनाले मुझ छैन त कोही पनि. So yes guys, the ladies finally won. Nice. Easy. Hey, come on, ref. Nice. Nice. So yes guys, the lead is now over to the heaven block. The lead is finally won. So yes guys, the lead is finally won. Heaven block has got the opportunity to succeed the goal over the another team. Unfortunately, I couldn't. सकियो मान्छे झ्याक्दै र साथीभाइ अब चाहिँ हाम्रो फर्स्ट गेम चाहिँ हाम्रो बेजिलले हारेर सेकेन्ड गेमको लागि स्ट्रेटेजी टिम क्याप्टेन हुनुहुन्छ हाम्रो प्रभात ल के छ तिम्रो अब सेकेन्ड गेमको मेरो ट्याक्टिक्सहरु हाम्रो फर्स्ट गेम त हारिहाल्यो न स्ट्र्याटेजी चाहिँ अब हाम्रो प्लेयरहरु पनि आइसकेको छ भाइ सुटिङ गएको थियो अनि अलि यता आउँदा अब त्यो भाइ आइसक्यो हैन एउटा मिडबाट खेल्ने भाइ आइसक्यो हाम्रो अघिनाको भन्दा हामी चाहिँ पुरा अट्याकिङ खेल्ने छु मैले चाहिँ अनि हामीले दुईजना प्लेयर चाहिँ सब गर्ने छु मैले चाहिँ लास्ट टाइमको हेरेर अब यो पालि चाहिँ के इम्प्रुभ गर्नुपर्छ तिमीलाई यो पालि चाहिँ अरु के हैन फिनिशिङ एटेम्प चाहिँ अलि धेरै हुनु पर्यो हाम्रो अघिनाको भन्दा म चाहिँ मेरो टिमलाई त्यही नै भन्न चाहन्छु किपर कस्तो छ किपरको बारे के किपर एयर बल चाहिँ राम्रो नै छेक्छ तर त्यो ग्रास बल चाहिँ अलिकति आई डोन्ट नो के भन्छ यसको दिन बिग्रेको हुन सक्छ भाइ तेरो दिन बिग्रेको दिन हैन समय त्यति बेला मात्र हो मुचा बिग्रेको ए यसको यो मान्छे नै बिग्रेको रहेछ खासमा चाहिँ यो चाहिँ ब्लक कम्पिटिसन हो र हाम्रो चाहिँ दावेदार ब्लक छ अरु के भन्न चाहन्छौ नत्र हामी चाहिँ भरे चाहिँ अब एकैचोटी कप उचालेर भेट्ने छु ल थ्यांक यू र अब अर्को टिम रहेको छ बेजिलको अपोनेन्टमा यहाँ हाम्रो ह्यानुट ब्लकको टिमहरु ओइ ओ निरञ्जन यहाँ आउ त एकचोटी यहाँ चाहिँ निरञ्जनले चाहिँ अब किपरलाई ट्रेन गराउँदैछ यो चाहिँ वान अफ द अब जस रमाइलोको लागि बनाएको यहाँ आउन ह्यानुटको बारे भन्नु पर्यो क्या यहाँ कस्तो ब्लक हो मेरो हो के रामको हो के ल अब तिम्रो चाहिँ फर्स्ट गेम रहेको छ बेजिलसँग के छ एक्सपेक्टेसनहरु कस्तो के खेल्ने ब्लकले के सोचिरहेछौ एक्सपेक्टेसन चाहिँ अब बेजिल हिलको चाहिँ स्ट्रङ टिम छ अलि यङ ल्याड्सहरु धेरै छ कि आई मिन म भन्दा अनि मेरो जुनियर भाइहरु धेरै छ सो अब स्ट्यामिना स्ट्रेन्थ वाइज चाहिँ अब उनीहरूले राम्रो अब बिट गर्न सक्ला तर अब टेक्निकली चाहिँ हामी स्ट्रङ छु भन्न चाहन्छु त्यति नै छ अब लेट्स सी गेम हो हैन धेरै हुन सक्छ अनि तपाईहरु चाहिँ अलिक अट्याकिङ खेल्ने सोच्दै हुनुहुन्छ कि डिफेन्सिभ खेल्ने सोच्दै हुन्छ स्टार्टिङमा चाहिँ अब त्यो त तिमी नै बेजिल हिलको पर्यो अब ट्याक्टिक्स खोलाउन मिल्दैन ल इन द गेम ल चेयर्स थ्यांक यू सो मच एन्ड बेस्ट विशेस है त सेम डे खेले जस्तो गोल हाल्नु पर्यो नाइस प्रेस त्यस्तै हुनु पर्यो अट्याक कम हुनु अब त वन डाउन हो हजुर आया चढ गयो ओए माग्नु मेरो के
बल नकुर हो बल नकुर पत्र खुट्टा हालेको स्किल देखाउनु पनि गाह्रो हुन्छ नम्बरी यो जुत्ने हो मिराक आइज Sokabes, come on. मिराक जा मिराक जा भित्र छिर्नु मिराक भित्र छिर्नु हो एकदमै राम्रो कन्ट्रोल थियो त्यो गेमको बारेमा के दुई शब्द भनिदिनु होला गेम चाहिँ निकै घम्सी परेको छ हैन हजुर ह्यान्डवुडले चाहिँ एक गोल दिइसकेको छ पेनाल्टीमा अब जो 7 लाई चाहिँ एकदम गाह्रो भइरहेको छ गोल हान्न हजुर सर अब हाम्रो नेक्स्ट तपाईलाई के लाग्छ कसले जित्छ जस्तो लाग्छ तपाईलाई गेम हेर्दाखेरि चाहिँ मलाई जहाँसम्म हेभेन चाहिँ किसिम प्रेसरमा खेलिरहेको छ हजुर हल्का पछाडि जानु त ह्यान्डवुडको चाहिँ बल चाहिँ कन्ट्रोल चाहिँ राम्रो छ स्टिल अहिलेसम्म चाहिँ हजुर म चाहिँ यतिको कन्फिडेन्स छ कि ह्यान्डवुडले चाहिँ जित्छ हैन भनेपछि तर जित्दैन होला हेर न कति कामसँग खेलिरहेको छ ह्यान्डवुडहरू त्यो हो कि मेन चाहिँ उडाउने मात्र काम हो हेभेन थाकिसक्यो जस्तो लाग्यो मलाई जहाँसम्म लाग्छ टन आइस टनले दामी राम्रो गोल रहेको छ हेभेन तपाईले के भन्दै थियो अघि म चाहिँ मेरो शब्दहरू फिर्ता लिन चाहन्छु राम्रो गोल रहेको छ हाम्रो मिराकबाट इन्टेक 23 को मिराक भाइबाट केही छैन मिराकलाई दुई शब्द भनिदिनु न मिराकको चड्के मिराक दुई शब्दमा भन्नु पर्दा चाहिँ चड्के मिराक आजको टप स्कोरर या तँलाई एउटा एक्स्ट्रा लेग पिस फेरि मिराके त्यस्तै दिनुपर्ने हुन्छ मिराक दोष मिराक त्यही ढुकेर खेल केही हुन्न त्यही बस मिराके ढुक्क त्यही बस्दिने के मिराक एकदम थाकेको छ मिराकलाई एउटा ड्रिङ्क दिनु पर्ला जस्तो छ अब बिस्तारै बाउन्स छ मिराके इजी आइस कुद्न खेल इजी बिचमा खेल दामी बोल यार आइस हान्दै लेफ्टीलाई छड्काइदे ओए बटारे हान्न उताबाट के राम्रो प्रयास रहेको छ हाम्रो आइस भाइको दामी पास मिराकको एकदम दमदार पास थियो यस्तो काटेर यस्तो साइड हान्नुपर्छ नि कहाँको सँगै मलाई क्यामेरा थमाएर राम्रो प्रयास थियो चन्दन गुरुजीको टन मिराके टन या नाइस टन सुमन गुरुजी या दामी मिराके नाइस पास लभली ओए यता गइसकेछ लभली फालेको छ मिराकेले चाहिँ अब हेरौँ यसलाई चेन्ज आइस चेन्ज गर्न
गेम निकै घम्सीमा परिरहेको छ र टाइम पनि सकिन लागेको छ र टाइम सकियो लास्ट पुस हो कि ल राम्रो प्रयास थियो नाइस गेम समाता त क्यामेरा अपडेट गर्नु पर्यो नि कस्तो भयो त गेम चाहिँ वाज गुड हैन तर फर्स्ट पेनाल्टी चाहिँ यस्तो भएको थियो यहाँ लागेको थियो अनि बलमा अट्याच खास पेनाल्टी नदिनु पर्ने हो तर अब रेफ्रीले सबै ठाउँ हेर्नु भ्याउँदैन म रेफ्री लागि पनि दोष दिएन गुड गेम हैन हेर्नु त दुम्बै हो कि त्यही पनि अब गुर्जीहरुको कमब्याक धेरै राम्रो थियो राम्रो प्रेस गरियो हैन अलिकति कोसिस गर्नुमा गयो 3 गोल जति हुन्थ्यो गुर्जी बेस्ट थिङ इज टिमले एकदम राम्रो खेल्यो हजुर धन्यवाद कसम सरी धन्यवाद गुर्जी गुर्जी ओए यस्तो हो कि अब मान्डे यस्तो हो कि अब यस्तो पेलिरहेको थियो यार के हो म केही भन्न चाहनुहुन्छ म्याच रिभ्यू भन्नुपर्दा चाहिँ आई थिङ्क वी डिड प्रिटी गुड होइन स्ट्रङ टिम थियो उताको फास्ट पेस एजिलिटी सबै यङ टोली होइन राम्रो छ तर हामीले ट्याक्टिकली चाहिँ जितिरहेको थियौँ तर फाइनल रिभ्यूमा चाहिँ स्मल मिस्टेकले गर्दाखेरि चाहिँ कन्सिड भयो ड्र भयो सो ओके ड्र हुनु नै ठुलो कुरा हो केटाहरू छ होइन नेक्स्ट टाइम छ अब यस गुर्जी या थ्याङ्क यू त्यति या ओके हाम्रो हेभन ब्लकको भाइ नम्बरली अनि गुर्जीहरू यहाँ हुनुहुन्छ गुर्जी लास्ट म्याच रिभ्यू के भन्न चाहनुहुन्छ कोचको चस्मा लाम कि नलाम हजुरको खुसी ओके होइन म्याच त राम्रो खेलेको केटाहरू सुरुमा प्यानिक भयो तर हामीले है फर्स्ट गेमको जस्तो चाहिँ गर्न सकेनौँ तर सेकेन्ड गेम ठिकै छ नट ब्याड गुड रिजल्ट एटलिस्ट हामी हारेनौँ होइन तर अब हामी यहाँ जितिन्छ यो अब लास्टमा यो म्यान अफ द म्याच चाहिँ मुरली हो है जति चाहिँ भने पनि होइन ठिकै छ अब लुकिङ फर नेक्स्ट गेम स्योर जितिन्छ स्योर गुर्जी ल थ्याङ्क यू भेरी मच एकदम टायर्ड देखिनुहुन्छ गुरुजी गुड इभिनिङ गुरुजी यो इभेन्टमा चाहिँ तपाईँलाई वेलकम छ थ्याङ्क यू भेरी मच हजुरको यो इभेन्टको बारेमा चाहिँ केही भन्न चाहनुहुन्छ अन्डर मेरो डाइरेक्सनमा चाहिँ एउटा टिम छँदैछ मेरो फेमिलाको टिम एकदम राम्रो गरिरहेछ त्यसको साथसाथै चाहिँ मेरो यो पनि अर्को होला कपाल पनि लगाइदेऊ न अनि अर्को चाहिँ टिम रहेछ मेरो हेभन टिम त्यसलाई पनि मैले एकदम राम्रो कोच गरेको छु साथसाथै मलाई साथ दिनुभएछ हाम्रो प्रज्वल मुरलीबा हजुर एकचोटि सुन्नु सक्नुहुन्छ उहाँको मुरलीबा चाहिँ स्पेशल कोर्स गरेर एकदमै हरामी भइरहेको छ यहाँ चाहिँ मेरो फेमिला टिम प्लस मेरो हेभेनको टिम भन्न चाहन्छु अरू केही क्वेसन छ हजुर र साथसाथै तिमीलाई पनि म बधाई दिन चाहन्छु सनम धन्यवाद गुरुजी तिमीले एकदम गोली दामी छड्काएर आएछौ प्राइज पनि लिएर आएछौ त्यसमा तिमीलाई बधाई छ धेरै धेरै धन्यवाद गुरुजी ल अरू केही छ क्वेसन अरू एकदमै छैन गुरुजी छैन त्यसमा क्याप ब्याक चस्मा आउट ल यो पनि अमिर गुरुजी हेभनको कोच हो नि त तपाईँ टिम जितेछ मात्र हो हाम्रो सुशील गुरुजीको इन्टरभ्यु हाम्रो सुशील गुरुजी चाहिँ लुकिङ सो टायर्ड गुरुजी तपाईलाई एकदमै पिलासा निलासा रातासा हुनुभएको छ यो चाहिँ मेरो जीवनको पहिलो प्रो गेम हो धेरै तर राम्रो खेलिरहनु भएको छ गुरुजी धन्यवाद यार रोनाल्डोलाई टक्कर दिएको थियो रोनाल्डो झन्डैले रोनाल्डो एकदम गुरुजी किसिमै देख्नु भएको छ नि मान्छे राम्रो हो कि लुगा राम्रो हो मान्छे राम्रो हो हल्का हेयरस्टाइल बिग्रेर हो चेन्देन गुरुजी केही भन्नु छ तपाईँको मेरोबाट त छुट्टी हो क्या मेरो त मसँग त केही नै छैन क्या अब भन्न गुरुजी अनि गेम कस्तो भयो त रिभ्यु त एक्स्ट्राअर्डिनरी फ्यान्टास्टिक एन्ड माइन्ड ब्लोइङ भयो हैन किपर मान्छे स्ट्राइकर हानेर झन्डै गोल हाल्दिसक्यो हैन राम्रो खेल्नु भएको थियो अलिकति गोल मात्र नपुगेको नत्र सबै खेल राम्रो थियो अब केही छैन नेक्स्ट टाइम गुरुजी या चरेस त अंकु थाहा ओके लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला रेफ्रीको अघि ह्यान्डबल दिने रेफ्रीको
ह्यान्डबल दिने गुर्जी यता रेफ्री गुर्जी यता इन्टरभ्यू लुफी 50 तपाईँले त्यो सेन्टरबाट ह्यान्डबल चाहिँ कसरी देख्नुभयो रेफ्रीजी सेन्टरबाट इजी छ नि त नि हात यसो गरेपछि कस्तो हुन्छ हातमा लागेपछि अभियसली हामीले हेर्दा चाहिँ बडी टच जस्तो थियो के ल ठिक छ रेफ्रीको डिसिजन इज लास्ट डिसिजन यस द्याट्स व्हाई डोन्ट क्वेसन मी हैन अझ 2-3 क्वेसन छ म खेल्न जानुपर्छ प्लिज भाइ पछि ल म अलि बिजी छु हल्का प्लिज ए हजुर पनि ब्ल्याक लेटर हो गुर्जी ओहो बेजिल हैन तपाई त गुर्जी ए होइन बेजिल हिलबाटै हो बेजिल कता यता ब्ल्याक लेटर रहेछ भएन नि म पनि जम्पिङ हुन्छु बेजिलको स्ट्राइकर यहाँ ल बेजिलको स्ट्राइकर तपाईको गेम स्ट्र्याटेजी के छ त अनि म उता हेरे जस्तो फेरि बोला लियोनल बुढामा गरेर स्ट्राइकर चाहिँ यस्तो ए हुन्छ ल ठीक छ ल बेस्ट अफ लक बेजिललाई गेमको जिताउनु पर्ने स्ट्र्याटेजीहरु के छ नि अब सिम्पल वी अट्याक वी मेक गोल्स दैट्स इट वी विन या जय बेजिल तपाईं चस्मै लाएर खेल्ने हो ए त्यो भन्ने पर्ने कुरा हो रहेछ त ठीक छ त ल गुरुजी गुड इभिनिङ हाम्रो गुरुजीहरू चाहिँ थाकेर बस्नु भएको छ होइन गुरुजी रेकर्ड हाम्रो राम गुरुजीको च्यानलमा हाल्नुहुन्छ अरे हजुर जोगिनु पर्ने भयो Easy control. म भिडियो गरिदिन्छु कि यसलाई चाहिँ जुम पनि गर्नुपर्छ क्या यति बेला चाहिँ यो सबै गर्नु भनेको छ समटाइम्स मात्र तर मैले गर्दै उहाँले एडिट गर्नुहुन्छ नि त राम्रो माई फ्रेन्डको हेर्न सकिन्छ नाइस पास तर ह्यान्डले अहिले चाहिँ दिइरहेछ विन जस हेरौँ लेट्स है आहा मिस्टेक गर्नुभएको छ मिराज यस्तो भित्र गर्न ल्याउनु त्यो आई ढिलो भयो मिराजको सरी आई डिडन्ट सी या रामको हेर्न सकिन्छ अब के गर्ला त पास एउटा हेर्न सकिन्छ रामको खुट्टामा बल नाइस पास तर मिस गरेको छ चान्स देखिन्छ अझै यहाँ ह्यान्डको लागि दुईजनाको त मारामार पर्यो नम्बरी त त्यहाँ त्यस्तै घचार छ मिराके बल फ्लिक गर पास दिनु पेनाल्टीको बनाइदेऊ धेरै नै कमजोर खेलेको छ हाम्रो मिराकले आइसलाई दिएर जानुपर्छ नि के हान्न त इजी कलेक्सन गर्दैछ भाइ टर्न मिराके टर्न आइसो रन ले न अफसाइड हुँदैन जा कुद्न अब हेरिन्छ यहाँ के गर्छ आइसो हेर्न आइसोलाई फलको अपिल गरेको छ होइन यति हामीले बोल्न बाहिरबाट पाउँदैन सो आइसो भित्र छिन्ड अफसाइड हुँदैन छिन्ड भित्र भित्र छिराइदियो घराङ गुरुङ हुन्छ गोल छिर्छ हेर्न हो दामी नाइस बल मिराके धेरै राम्रो प्रयास तर गोल हुन सकेको छैन
मिराके पनि मिराके जा बिस्तारै तर हो त्यहाँ अब कुद्द मिराके कुद्द भित्र छिर भित्र गुरुजीहरू गुड इभिनिङ ठिकै छ गुरुजीहरू अरू चाहिँ खाजा खानुहुँदैछ गुरुजी एकदमै तयारीमा हुनुहुन्छ गुरुजीहरू टिममा हुनुहुन्छ यो सुमनाल्डो हुँदैन रहेछ 3 गोल भयो सुमनाल्डोले सबैजना खानाको लागि क्युमा गुरुजी धेरै राम्रो यहाँ हाम्रो मासु देख्न सक्नुहुन्छ पक्का बिहाइन्ड द सिन काम गर्नुहुँदैछ गुरुजीहरू यता नम्बरी सबैजना एकदमै गुरुजी अब म पनि लाइनमा बस्नु पर्यो सबै यहाँ इन्जोय गरिरहनु भएको छ हाम्रो त्यो त एकाउन्टमै रहेछ पछि लिएर यहाँ बसेर अलिकति एङ्गल मिलाएर अलिकति हेर्छौँ निकालौँ त गुरुजी ल यो चाहिँ गुरुजी एकछिन तल घडी चाहिँ नदेखामै बेचत हुन्छ फेरि यो चाहिँ हाम्रो एसक्यू प्रितमले स्पेसल इम्पोर्टेड अल द वे फ्रम धराने कालो बङ्गुरको चाहिँ 3 पिस लेयरको मासु अरे चाख्छु ल कसो रहेछ मिठो छ साथीहरू एकदम 3 पिस लेयर भएको त चट्ट होइन रातो मासु पोस्ट सादा डक्टरको साथमा फेरि त्यो बेच कहाँबाट इम्पोर्टेड हो यति छ मेरो धन्यवाद गुरुजी धन्यवाद तिमीलाई धेरै धेरै अब चाहिँ हाम्रो भेटरन गुरुजीहरू र ब्ल्याक लेडर हेलो गाइज वेलकम टु माई ब्लग वेलकम टु माई गाइज होला नि हेर वेलकम टु माई गाइज ब्लग टु माई च्यानल आजको हाम्रो फुटबल प्रोग्राम के अरे इन्टर ब्लक होइन इन्टर ब्लक कम्पिटिसन ह्यान्ड चाहिँ टपमा छ 2 म्याच खेलिसक्यो 2 म्याच चाहिँ पक्का 5 गोलको लिडले जितेको छ अब हारे नि जिते नि जित्ने हो भने ह्यान्डले नै हो यो भनेको चाहिँ सच्चाइ हो कि निस्किसकेको हो क्या उता बारबिक्यू चलिरहेको छ पक्का चटपटे बारबिक्यू विथ लेटस बियर कोल्ड ड्रिङ्क्स मजाको वेदर सच इज लाइफ है सच इज लाइफ भाइ सक्यो सेजन ब्रो होइन होला त्यो होइन हौ अबको म्याच हुन गइरहेको छ हेभन ब्लक भर्सेस फ्यामिली टिम होपफुली हेभन विन्स यता चाहिँ भाइ बहिनीसँग बिजी के गर्नु गाह्रो छ गुरुजी भर्खर 12-13 वर्ष जस्तो देखिन्छ कि तर बिहे चाहिँ भइसक्यो गाह्रो छ गुरुजी गाह्रो छ बन्न नबाधिसक्यो छ ल गोलकिपर के छ हालखबर मेरो त एकदम बुरा हाल छ हिजो भर्खर सेक्सन एटेक हानेर आएको यहाँनिर फेरि यहाँ बेस्ट एफोर्ट दिइरहेको छ कस्तो भयो त सुटिङ 2 क्लिक डाउन अरे टाउकोमा हानेको छातीमा लाग्यो क्या त्यही भयो क्या ढल्नु चाहिँ ढल्यो नि ढल्नु त आज
दुश्मनलाई त छोड्ने नै होइन नि सुनतुबी आर्मी 100 होला त्यो त छाप्प हो क्या त्यो चाहिँ त्यो कमिट भइसकेको हो क्या त्यो चाहिँ उक्लिनु नदिने मात्रै काम हो क्या कहिले छ त त्यसको लागि कहिले जाने के छ कस्तो जाने 1 महिनामा अब दिइहाल्ने हो नि के छ अर्को महिना त यहाँनिर हेर्दा हुन्छ क्या स्मोकको मलाई नसोच त्यसको लागि फेरि कम्पिटिसन हुन्छ नि हैन त्यसपछि त्यसको लागि कम्पिटिसन हुन्छ कि नै हो क्या सिधै त्यही त त्यति हो त्योभन्दा धेरै चकाप नहाल्नु के त्यसको लागि के फेरि उस हुन्छ फेरि प्र्याक्टिसहरू हान्नु गइन्छ किन हुनु 1 महिना प्र्याक्टिस हान्ने नै टाइम छ यस्तो रमाइलो छ है आमा सुटिङ हान्यो आयो इन्जोय गर्यो रुम आउँदाखेरि त्यहाँ खाना बनिरहेको हुन्छ मासु भात खायो भोलि त अब सुकुटी आलु भात आम्मा पक्का नेपाली स्टाइलमा कामुले बनाएको कस्तो मजा होला त अन्त चाख्ने हो आफू चाहिँ मोटा छ घटै अलि मिल्यो लाउनु पर्यो सुटिङ गएको झन् कस्तो दामीको ओदो छ यार बियर मात्र खान पाएको छैन हौ दोस्त यार बियर खान दुईटा बल देख्ने दुईटै हान्दिने हो क्या अनि त्यो छाती बाहिर निस्किन्छ यत्तिकै छाती बाहिर निस्किरहेको छ दोस्त त्यो खायो भने त फेरि लङ्स पनि बाहिर निस्किन्छ एकछिन यो चाहिँ हेभनको पक्का चाल हो जित्नलाई लुक्स लाइक अ ग्रुप अफ माउस यो चाहिँ विनर टिम हो क्या चिन्ता नमार न फ्युचर आएर डिटेक्ट भइसकेको फ्युचर उहाँबाट त्यत्रो केटाहरू छ मुना कति यो फर्स्ट यसले जित्यो भने यो फर्स्ट हामी सेकेन्ड यो बुझ्यो हामीले जसरी होइन हामी चाहिँ सेकेन्ड दोस्त हामी ड्र खेलिदिन्छौँ कि ढुक्क छ न कोसँग दुईटैसँग टिम फ्यामिलीवाला छ फ्यामिलीवालासँग चाहिँ ड्र खेल न ओके फ्यामिलीवालासँग त ड्र हो क्या हामी गयो सेकेन्ड लास्ट कम अन चन्द्र चन्द्रद्वारा राम्रो एसिस्ट हुन सक्थ्यो आइस हेमन्तलाई very प्रकाश गर्दै यतिसम्म तपाईँ इन्जर्ड हो Yo, what's up, my gun? भगासे कहाँ त्यहाँ बसेको अलि वाइड जाउँ त अनि त्यति बेला नाइस त्यही हो हेभन नाइस शट ओए भाइ ओए रबिन साहब
ओ रामे यता हेरौँ त हाई गरौँ हेभेनको अगाडि राम्रो खेल्नेहरू ओ सेलिब्रेसन गरौँ न के हो न राम्रो आउँदैन नि त के ठिक आउँछ के हेर्नु भाइ 5 मा हेर्दा हजुर एकदमै घम्सा घम्सी गइरहेको छ यहाँ फ्यामिलीवाला भर्सेस हेभनको र हामीसँग दुईजना एकदमै फुटबल एनालाइस्टिक एक्सपर्ट हुनुहुन्छ उज्जवल भाइ के लाग्छ तिम्रो प्रेडिक्सन कसले जित्छ जस्तो लाग्छ त्यति मात्र भन्थ्यौ मेरो प्रेडिक्सन चाहिँ एउटा हुन सक्छ गुरुजी तर यहाँ मलाई फाइदा चाहिँ कहाँ छ त्यो चाहिँ भन्नुपर्ने हो खासमा तपाईँले माइक चाहिँ दिनु तर म एकदमै गलत मान्छेलाई दिनुभएछ तर म भनिहाल्छु यहाँ चाहिँ ड्र हुँदा चाहिँ हामीलाई एकदमै फाइदा छ र ड्र नै होस् पनि र ड्र नै छ एक गोल छ अब यो यसरी नै 2 हाफसम्म कन्टिन्यू भयो भने चाहिँ बेजिलिल विल विन हेभन एन्ड विल विन फ्यामिलीवाला and at the end Basil will win the barbecue cup 2025 hosted by Intech 21. Yeah, thank you so much bye for your time. धेरै राम्रो खेल्नु हुँदैछ प्रेस धेरै राम्रो छ राम्रो प्रेस हानेको त देखाएर ले जसले 1 पिच धेरै भएछ माथि हेरे यो जितेको फाल्टै पार्टी हुनुपर्छ ल फेरि त्यो त गर्ने हो नि त्यो त बन्छ नि तिमीले 2 गेम जितेर के हारेको 2 गेम जितेर के हारेको सेम तपाईले भन्नु दुईटै राइट हो 2 गेम जितेर के हारेको किन हारेको आएको छैन नि त उज्जवल भाइ नहारेको कसो हारेन सबैलाई जान्छ के ब्लेम थ्याङ्क भाइ कन्ट्रोल भन्नु त कति मजा आउँछ है हाफै हो हाफमै जान्छ राम्रो छ के हो रे ल अब फ्री किक उठ्यो सुमन उठ
धेरै राम्रो गेम, धेरै राम्रो गोल रहेको छ हाम्रो अनिश गुरुजी आजमा। मेरो यो पछि ओए डिफेन्स खेल डिफेन्स धेरै अगाडि नजाऊ ओए ओए हेमन्त बस बस किपर रेडी छु मरेको त्यही पोस्टमै गोल किको हो के फुल टाइम लाग्यो नि येलो कार्ड रेड के भयो येलो कार्ड रेड कार्ड गुर्जे रेड कार्ड गुरुजी ल टिम मेडिक कुद ल फुल टाइम रेड कार्ड फुल टाइम गुरुजी छिरे बित्तिकै त्यस्तो भयो त ओए पाक्दो बस डिफेन्सिभ चन्द्र गुरुजी सिरिप पछाडिबाट यस्तो अङ्गल हालिनु हुन्छ ओहो नात्रे फुटेछ नि त गुरुजीको नभेट्ला नि त फेरि दाइको बुढीले आज यहाँ गोल गर ओए अङ्गार गोल गर बाला ओए के भयो
अनिस कुर्सीले हो किसी मान्नुभयो त मिराके नकुदेर नि त्यहाँ किपर बल पोक खाँदैन दामी बल आकर्षित देखिनुहुन्छ म्यानेजर साहब चाहिँ यहाँ देख्न सक्नुहुन्छ आफ्नो टिमको ट्याक्टिक्स यहाँ विभिन्न ओपिनियनहरू आइरहेका छन् फुटबलमा के गर्ने भनेर र यसैका साथ फ्री किक चिकी खेल्न खोजिराख्नु भएको छ ह्यान्डबल भएको छ यसैका साथ र पेनाल्टी दिइसकेको छ पेनाल्टी भइसकेको छ र यहाँ अब र यसैका साथ अब बेसिल हिलको जित्ने सम्भावना निकै नै बढी भइरहेको छ रेफ्रीले सिधै पेनाल्टी बक्सतिर पोइन्ट गरिसकेका छन् र यसैका साथ कमेन्टेटर भाइ त निकै नै डेन्जरस ट्याकल थियो बेजिलीले चाहिँ पेनाल्टी पाएको छ र उज्जवल भाइले चाहिँ हान्न गइरहेको छ लेसी ऊ चाहिँ अब लेफ्टमा हानिरहेको हुन्थ्यो अब आई थिङ्क हि विल गो अन लेफ्ट बटम लेफ्ट मेरो गेस सुशील भाइ तिम्रो के छ गेस मेरो पनि त्यही लाग्छ गुरुजी मैले भन्दै यसैका साथ उसले सेम प्लेसमेन्ट गरेर गोल हान्न सफल भइसकेको छ उज्जवल भाइ गोल हान्न सफल 1 बेजिल हिल हेभन 0 कमन र यो देख्न सक्नुहुन्छ निकै नै रोमाञ्चक म्याच चलिरहेको छ यहाँ र हाम्रो टेबलको कुरा गर्नु पर्दा चाहिँ बेजिल हिल चाहिँ कति पोइन्ट 6 पोइन्ट छ हैन 6 पोइन्ट अनि हाम्रो हेभन चाहिँ 7 पोइन्ट इफ बेजिलले चाहिँ यो गेम जित्यो भने चाहिँ फ्यामिलीसँग ड्र हुनेछ ल गोल डिफरेन्सले चाहिँ फर्स्ट सेकेन्ड छुट्यो ल भाइ यहाँ देख्न सक्नुहुन्छ मिराकले बल हेमन्त क्यारी गरेको छ हेमन्त स्विच गर्यो रामेले अब भित्र हान्ने गइरहेको छ बल थ्रो हान्ला जस्तो रामे 11 नम्बर हातले भयो नि बाहिर हान्न सफल गेम चाहिँ एकदम मारामार परिरहेको छ मेरो 2 मन्तव्य हुँदा उता थ्रो हानेको छ डेन्जरस बल रामले क्लियर यता लेफमा कोही छैन दुवै टिमका खेलाडीहरू निकै नै सिरियस देखिन्छन् यहाँ एकदम यङ जोस चाहिँ यहाँ देख्न सकिन्छ मुग्लिसेहरूको एकदम एनर्जेटिक गेम सबैजना कुदेको लेफ्ट राइट ए टु बी एकदम 100 मिटर स्प्रिन्ट गरेको देख्न चाहन्छौँ हामी देखिरहेको पनि छौँ होइन भाइ हजुर हो गुरुजी यङ त यङ अझ हाम्रो क्यामेराम्यानमा चाहिँ हाम्रो भाइ जेनिस बिग साउट आउट है जेनिस भाइ या मिनी मेसीले खेलेर हिँड्छ
यता जाऊ न क्यामेरा यता मिनी मेसीको अब इन्ट्री हुन आँटेको जस्तो छ अब आङ्गारा मेसी साह्रै अँध्यारो भएको अवस्था चस्माले गर्दा अब चस्मा खोल्नुपर्ने हुन्छ हेभेन टोलीको यहाँ निकै नै कडा ट्याक्टिस देखिरहेको छ किपरको ट्याक्टिस देखिरहनु भएको छ हजुरले किपरले निकै नै राम्रो टाइम वेस्ट गर्न सफल भएका छन् र यसैका साथ राम्रो हेडर एकदमै सर्जियो रामोस जस्तो खेल्दै छन् क्लोजअपमा देखाइँदै छ यसरी ल मिस पास भएको छ र यहाँ निकै नै उत्कृष्ट गोल निकै नै उत्कृष्ट गोल हाम्रो मुक्ति चिया गुरुजी प्रकाश गुरुजीले एकदम स्ट्रङ हान्नु गइरहेको छ हानिसक्नु भएको छ सरी देख्न सक्नुहुन्छ यहाँ हेभनको दर्शकबिनहरू एकदम गोलको माहौल इमोसनले भित्रै छिनु भएको छ सायद यालो गल पाउन सक्छ है त कोचहरूले नि यस्तो भयो भने चाहिँ एकदम लङ रेन्ज प्रहार बाहिरिन गएको छ के हेभनले कमब्याक गर्ला भाइ तिमीलाई के लाग्छ हेभनले कमब्याक गर्छ होला यहाँ खेल अनुसार देख्न सकिन्छ गुरुजी गर्न सक्छ किन सक्दैन देख्न सक्छौ हाम्रो क्यामेराम्यान चाहिँ बेजीले राम्रो ब्लक यो गेम त निकै लामो भयो त र यहाँ भएको छ फल डाइभ हान्न ओए यसले धन्ने त्यो राम्रो प्रयास किपरले बल उडाएका छन् हावामा बियरै सकिसक्यो गुरुजी अघि हामी खाएको ओइ हेलो माछी मुक्ति जी ओइ बिदा बाल ओइ ए मान्छे बिदा बालले ओइ बिदा बाल यसैका साथ मन्टु गुरुजीले कुदाउनु भएको छ र अर्को निकै नै राम्रो गोल हान्न सफल हेभेन ब्लकका टोलीहरू ल अब चाहिँ केही छैन हाम्रो रनर अप टिम के भन्छ बेजिल हिलको प्लेयरहरूसँग थोरै इन्टरभ्यू लिउँ है त भाइ मेरो हाम्रो के अरे रनर अप टिमको किपरकैबाट सुनौँ न त 1-0 अपबाट 3-1 डाउन हुँदा चाहिँ कस्तो अनुभव भयो गुरुजी ल धन्यवाद गुरुजी फर्स्ट अफ अल मलाई चान्स दिएको यो माइक्रोफोनमा बोल्नेकोलाई ल मेरो गुरुजीको नाम चाहिँ निलञ्जन दुरा नेक्स्ट मेरो नाम चाहिँ हुनेवाला जिएम सास बुढा अनि गुरुजीको क्वेसनको एन्सर चाहिँ म दिन गइरहेको छु त्यो भनेको मैले अपर्च्युनिटी दिएको जाने भन्दा अगाडि नै हाम्रो गुरुजीसँग डिल भइसकेको थियो आर्टरुपको गुरुजी हुनुहुन्छ त्यसैले हो नत्र भन्दा कहाँ मैले त्यति गोल खान्छु एकछिन बस र हाम्रो के भन्छ कप जित्न नसके पनि मन जित्न सफल हाम्रो रनर अप टिमको के अरे एमभिपी उज्जवल भाइलाई यहाँ ल्याउन चाहन्छु उज्जवल भाइ तपाईँले एकदम राम्रो प्रदर्शन देखाउनु भएको थियो होइन एक दुई ठाउँमा डाइभ पनि हान्नुभयो तर त्यो ट्याक्टिकल डाइभ थियो मलाई थाहा छ होइन
तर त्यो अलिकति रेफले चाहिँ अलिकति कल दिन सकेन। तपाईँको चाहिँ ट्याक्टिस त्यस्तै त्यस्तै, अरू चाहिँ गेममा चाहिँ डाइभ बाहेक गेममा ट्याक्टिस चाहिँ कस्तो थियो, तर अलिकति केमा चाहिँ अलिकति पुगेन जस्तो लाग्यो तपाईँलाई? सुन्नुहोस्, अब गेमको ट्याक्टिक्स अहिले भनौँला, तर गेम हुँदै गर्दाखेरि डिबक्सभित्र पेनाल्टी हुने गरी अब लडेपछि चाहिँ त्यहाँ त्यो फाउल हाल्ने रेड कार्ड हुन्छ कि हुँदैन त्यहाँनिर? अब हाम्रो कमेन्ट्रीको आँखाले रेड कार्ड देखे पनि केही भन्न सकिँदैन होइन। रेफ डिसिजन लास्ट डिसिजन वी डोन्ट ह्याभ भिआर फेसिलिटी ओभर हियर होइन। खासमा यस्तो कुरा डिस्क्लोजै गर्नु नहुने हो। अब हामीले 1-0 थियो, त्यो बेलासम्म हामीले 1 गोल हाल्छौँ खटेर खेल्यौँ, तर हामीले 1-1 खायौँ, त्यो साइड 2-1 खायौँ। 2-1मा अब हामीले 1 गोल हालेको भए त बराबर हुन्थ्यो, बराबर हुँदा त्यहाँ फेरि अर्कै कुरा थियो, त्यही भएर हामीले छोडिदिएको थियो खासमा। प्लिज कट दिस ओके भिडियो एडिटर प्लिज कट दिस। ल केही छैन के अरे हाम्रो रनर टिमको चाहिँ मोरल चाहिँ हाई छ होइन, जसले भयो भने मुग्लिसीले जितेको छ होइन, त्यहीमा चाहिँ ह्याप्पी हो होइन। मुग्लिसीले गुरुजी फेरि अब हाम्रो कप सकेको छ, सबैजना आफ्टर पार्टी मासु बियर खान सबैजना उता भेला। अब भाइ हामी पनि के भन्छ यो लाइभ एन्ड गर्नुपर्छ है त। ल भाइ थ्याङ्क यू भेरी थ्याङ्क यू टु जेनिस, हाम्रो आजको एकदम एमभिपी भिडियोग्राफर। थ्याङ्क यू गुरुजी, मलाई थ्याङ्क यू गुरुजी चान्स दिनुभएको बोल्ने। जोस् भिडियो गरेर मजा आयो गुरुजी, तर अब टिमले जितेन, तर पनि मन जित्न चाहिँ सफल भयो। थ्याङ्क यू गुरुजी। भाइर म चाहिँ आजको के भन्छ म्याच कमेन्टेटर र भिडियोग्राफर है त। साथमा हाम्रो एनी वर्ड्स, एनी फ्यु वर्ड्स? म निशब्द छु। ल यति भन्दै हामी बिदा लिन चाहन्छौँ। बाई बाई। ल है विन बल ल Thank you for being a part of this inter-competition football competition. And I would like to apologize for few things because मैले धेरै कुरा सुनेको थिएँ, लाइक यो टाइमिङ भएन, यो पकाउने ठाउँ भएन, त्यसको लागि एपोलोजिज, किनकि वी ट्राइड आवर बेस्ट सबैको लागि इन्क्लुड हुन, सबैलाई टाइमिङ फेयर एन्ड ट्रान्सपेरेन्ट होस् भनेर। कसले भनेको कोर्रा हान्नुपर्छ त्यसलाई। अनि एट द एन्ड के भन्न चाहन्छु भन्दा यो गेम थुप्रो खेल्यौँ हामीले, इट वाज ग्रेट एफोर्ट। अनि प्लिज केही पनि पर्सनली नलिनुहोस् होला, वेदर इट वाज विदिन योर टिम or your opponents or with the referees. Thank you very much everyone. Can we all have some noise for the winner block? Lastly, please. अलिकति मेस छ यता, प्लिज हामीलाई हेल्प गरिदिनुहोस् होला, जो एभाइलेबल हुनुहुन्छ। नो प्रेसर एभ्रिवान, जो सक्नुहुन्छ प्लिज हेल्प अस क्लियर दिस आउट। थ्याङ्क यू। यसको साथसाथै हुनुहुन्छ वरदान साजन वरदान। £50 त्यसको साथसाथै अरू कोही इच्छुक गर्नु चाहनुहुन्छ भने 21 इन्टेक कसैलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। आजको यस प्रोग्रामलाई अन्त्य गर्दै 23 र 24 बिहान बसिदिनु हुन अनुरोध गर्दछु। थ्याङ्क यू।
घडी 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 घडीवाला घडी